दर्शन नमस्ते सेवाहरू गुड मर्निङ। आज भनेको चाहिँ फाइनली त्यो समय अर्को पर्खाइसकिसकेको छ साथी हो है। र भोट हाल्ने दिनहरू पनि आयो आज भनेको है। र भोट केमा हो भनेर त हामीले भन्नु पर्दैन होला। र आफ्नो देशलाई राम्रो बनाउने मान्छे र देशको बारेमा सोच्ने मान्छेलाई भोट हाल्ने दिनहरू पनि आयो साथी हो। को हो भनेर अब मेन्सन गरिराख्नु पर्दैन होला तपाईहरुलाई खास गरी भन्दाखेरि। र सोचेर सम्झेर भोट हाल्नु होला साथी हो। अब हाम्रो भनेको त परदेशी जिन्दगी हो। खाडी मुलुकदेखि आउनु पनि त्यति सजिलो पोसिबलहरू पनि हुँदैन भनेको जस्तो होइन। र तपाईहरु घरमा हुनेहरूले नेपालमा हुनेहरूले चाहिँ सोचेर सम्झेर र एकदम विचार पुर्याएर चाहिँ भोट चाहिँ हाल्नु पर्यो साथी हो। र कसलाई भोट हाल्ने भन्दाखेरि चाहिँ त्यो अहिले अब हाल्ने दिनमै मेन्सनहरू नगरौँ, अगाडिको भिडियोहरूमा गरेको थियौँ, त्यो तपाईहरुलाई थाहा पनि छ होइन। र जे भए पनि यस्तो मान्छेलाई हाल्नुहोस् तपाईहरुको एक भोटले। जस्तो अब हामी जस्तो खाडीमा बस्ने दाजुभाइहरू फेरि पनि खाडीमै जानु नपरोस् भन्ने सोच विचार भएको मान्छेलाई भोट हाल्ने साथी हो आज भनेको चाहिँ। र त्यस्तै अब यो पालि चुनावमा त अब आउन सकिएन, त्यस्तै हो आफ्नो पारिवारिक समस्या। र खाडीबाट अलिकति पोसिबल पनि हुँदैन क्या साथी। र सोचेर सम्झेर भोट हाल्नु होला। र धेरैभन्दा धेरै खुसी पनि छु आजको यो दिनहरूको पर्खाइमा। धेरैसँग अब भिडियो बनाएर पनि अब भेष भयो यता त्यता होइन। यसको नतिजाहरू चाहिँ केही दिनमा हामी सबैले देख्दैछौँ। र सम्पूर्ण साथीहरूलाई चाहिँ आजको दिन चाहिँ विशेष होस्। र यस्तो जवस साथी, यस्तो जवस लास्टमा चाहिँ त्यही माटो उयो हुने गरी जवस के साथी हो। माटोमा चाहिँ भोट। जय नेपाल, जय देश, जय माटो साथी हो।